अहिले नेकपा एमालेको अध्यक्षज्यूसँग हामीले चाहिँ सरकारको तर्फबाट अब चुनावको वातावरण बनेको छ, सुरक्षा मजबुती भएको छ, सबै कुराहरू चाहिँ सरकारले तयार गरेको छ। निर्वाचन आयोग चुनाव गर्नको लागि तयारी अवस्थामा छ र आम जनताहरू पनि तपाईले चाहिँ योभन्दा अघिल्लो 79 सालको तुलनामा अहिले 10 लाख भन्दा बढी चाहिँ अहिले नयाँ मतदाता समेत आइसकेको सन्दर्भमा निर्वाचनको वातावरण बनेकोले औपचारिक रूपमै नेकपा एमालेलाई निर्वाचनमा भाग लिनको लागि चाहिँ थप प्रोत्साहित गर्नको लागि चाहिँ म यहाँ आएको थिएँ र मैले निर्वाचनको विरोध नगरेकोमा र निर्वाचनबाट हामी चाहिँ भाग्दैनौँ र निर्वाचनलाई स्वीकार्छौँ भनेर चाहिँ निर्वाचन र जनमतमा जाने कुराहरूमा जुन नेकपा एमालेले सैद्धान्तिक सहमति विगतदेखि नै गर्दै आएको थियो त्यसमा पनि मैले धन्यवाद दिएँ र निर्वाचनका कतिपय प्रक्रियामा दल दर्ता गर्ने सन्दर्भमा पनि नेकपा एमालेले दल दर्ता गरेकोमा मैले धन्यवाद भने र साथमा अब निर्वाचनको वातावरण बन्दै गएको र बनिरहेको हिसाबले नेकपा एमालेलाई ढुक्कसँग निर्वाचनमा भाग लिनको लागि उहाँलाई मैले आग्रह गरेँ।